हेलो नमस्ते, मेरो नाम भावना। म चाहिँ अहिले नेपाल सुर्खेत जिल्लामा छु है। आज चाहिँ हामी चाहिँ सुर्खेत जिल्लाको छिन्चु बजारमा जाँदै छिन्चु बजारमा आज चाहिँ बाबुको कानमा मुन्द्रा लगाउने भनेर उसको माइजूहरू आउनुभएको थियो। त्यही भएर बुहारी अनि म बाबुलाई लगेर छिन्चु गयौँ। अनि त्यसपछि यहाँ बाबुको कानमा मुन्द्रा लगाइदिएर रिक्सामा बस्यौँ चटपटे अनि चिसो चिसो काँक्रा खायौँ मजाले। अनि आज चाहिँ दिदीको घरमा मेरो दिदीको घरमा खाना खान बोलाउनु भएको थियो। त्यही भएर दिदीको घर जाँदै यो चाहिँ सादी खोलादेखि अलिकति अगाडि यहाँ चाहिँ यो चाहिँ मेरो दिदीको घर अझै बन्दैछ, बनाउँदैछन् घर बिस्तारै बिस्तारै। अब हामी जस्तो मान्छेहरूले यस्तै हो है, बिस्तारै पैसा हुन्छ अलिअलि गरेर बनाउनु पर्ने। उनीहरूको घर चाहिँ एकदम ठुलो बनाउँदैछन्, बन्दैछ अझै बिस्तारै बिस्तारै। धेरै छन् कोठाहरू पनि 6-7 कोठाहरू तलमाथि। यो घर बनाउने नेपालमा अब त्यही त हो है, कति महँगो छ। अनि त्यसपछि त्यहाँ खाना खाएर हामी चाहिँ घर आयौँ। आज हाम्रो बाबुलाई पहिलोचोटि उसको मामाको घर लग्नुपर्ने। हाम्रो घरभन्दा 1 किलोमिटर जति अलि उकालो हिँड्नुपर्छ। उकालोभन्दा पनि अलिकति, अब हाम्रो लागि त उकालो जस्तै हो। अनि उसको मामाको घर जानलाई यहाँ चाहिँ हामीले खसी, रोटी, रक्सी अनि हामीहरूलाई पनि सबैलाई खानको लागि बोलाउनु भएको थियो मामा माइजूले, बुहारीको आमा बुवाले। यहाँ चाहिँ बाटोमा मेरो भदैनीको घर, खेतमा काम गर्दै भदैनीहरू। अनि त्यसपछि हामी चाहिँ लाग्यौँ उकालो, अलिकति छ उकालो चढ्नुपर्ने। अनि मैले चाहिँ सोली बोकेको थिएँ। अनि यहाँ चाहिँ बुहारी बाबु बोकेर हिँड्दै अनि बाख्रा पनि अगाडि। हामीहरू सबै इन्डियादेखि आएको हुनाले मामाहरूले चाहिँ हामीहरू सबैलाई सबैसँगै आउनुपर्छ भनेर भन्नुभयो। नत्र बुवा मम्मी र भाइ बुहारी बाबु गएको भए पनि हुन्थ्यो, तर सबैलाई खानको लागि बोलाउनु भयो। यहाँ चाहिँ म सोली बोकेर थाकेँ अनि मेरो भदैनीलाई सोली बोक्न दिएँ। हामी हिँड्दै हिँड्दै गयौँ। यो चाहिँ सुर्खेत जिल्लाको छिन्चुदेखि अलि अगाडि सादी खोला 3 नम्बर मेरो बुहारीको माइती। यहाँ चाहिँ बुहारीको दादाको घरमा बाबुलाई वेलकमको सानो कार्यक्रम थियो फर्स्टमा। अनि बिहान मुन्द्रा लगाउने पनि उहाँहरू नै, मतलब बुहारीको 3 जना बुहारी भाउजूहरू छन्, उहाँहरूले नै, उहाँहरूकै तर्फबाट। अनि यहाँ चाहिँ भाइ बुहारी बाबुको राम्रो स्वागत भयो। हामीले पनि लगेको सामानहरू बुझायौँ। अनि त्यसपछि यहाँ भाइ बुहारीलाई सबैलाई, बाबुलाई कपडा अनि सबैलाई टिका लगाएर सबैले त्यो मुख हेर्ने भनेर सबैले त्यो कार्यक्रम हुन लाग्यो। बुवा चाहिँ आफ्नो साथी एउटा भेटाएर मजाले बस्नुभयो गफ गर्दै। अब यो हाम्रो नै गाउँ हो। अनि यहाँ चाहिँ भाइ बुहारीलाई बाबुलाई सुन चाँदी टन्नै मिल्यो भनौँ। अनि हाम्रो बुहारी पनि हाम्रो उसको घरको एउटै छोरी। अनि त्यही भएर यहाँ चाहिँ बुहारीको बुबा मम्मी अनि बुहारीको 3 जना भाइ दाइहरू हुनुहुन्छ। अनि भाइ दाइहरू कोही पनि हुनुहुन्न, सबै बाहिरतिर जानुभएको छ। अनि बुहारी भाउजूहरू हुनुहुँदो रहेछ। सबैले राम्रो राम्रो गिफ्ट, कपडाहरू, सुन चाँदी टन्नै दिनुभयो भाइ बुहारी अनि भदैलाई। अनि यहाँ चाहिँ हामीहरूलाई पनि टिका लगाइदिनु भयो मामाले। अनि यतापट्टि चाहिँ बुहारीको बुवा मम्मीको घर, उता जेठो दाइको घर। अनि त्यसपछि साँझ खानाको कार्यक्रम थियो, एकदम मिठो खाना। म चाहिँ एकदम प्योर भेजिटेरियन भएर मेरो लागि भेज खाना। अनि बाँकी सबैलाई अब त्यही हो, नेपालको चाहिँ मेन खाना हुन्छ है, म चाहिँ खाँदिनँ। त्यही भएर अनि खानाको कार्यक्रम पुरा भइसकेपछि अब गाउँमै यो घर आउँदाखेरि नजिकै पर्छ। अनि त्यही भएर हामी चाहिँ राति घरतिर लाग्यौँ। बुहारी भाइ चाहिँ 1-2 दिन बसेर आउने भन्ने कुरा थियो। अनि त्यही भएर उनीहरू चाहिँ भोलिपल्ट आउँछन्। हामी चाहिँ राति घरतिर लाग्यौँ। यो चाहिँ मेरो घरको। त्यसपछि घर आएर हामीहरू चाहिँ बाहिर बिस्तारै लगाएर सुत्यौँ। एकदम रमाइलो डे। थ्याङ्क यू।